नेक्स्ट डेस्टिनेसन हाम्रो हेटौडा चिल्ड्रेन पार्क जुन भैरव रोडमा रहेको छ। यो चाहिँ मेन गेट रहेछ, तर हामीलाई चाहिँ थाहा थिएन, त्यसैले हामी चाहिँ ब्याक डोरबाट छिर्यौँ। यो चाहिँ हामीले सेम बोटानिकल गार्डन घुमेकै दिनमा हामीले सेकेन्ड डेस्टिनेसन चाहिँ यो चिल्ड्रेन पार्क चोइस गरेका थियौँ। त्यो गोलोमा बसाइदिनु। आऊ उ त्यहाँ गोलोमा उयो गोलोमा नि मिल्छ के, यो पिजडा जस्तोमा। आऊ ल बसी आऊ बसाइदिनु त। ल बहिनी नै बस्ने अरे, एकछिन बसाउ त, बिचतिर अलि बसाइदिनु। हो समाउ, त्यो समाउन लगाइदिनु बिस्तारै। समाउ बाबु, समय बिस्तारै घुमाए त ठिकै थियो। ल बसाइदिनु, बिस्तारै घुमाऊ है, बहिनी सानो छ लड्छ फेरि, बिस्तारै घुमाऊ। हो समय ल बाबु, समय गर। ल बिस्तारै घुमाऊ। बस बाबु नझर, बसी मम्मी यहीँ। ह्याप्पी फिनिस रे। के खेल्ने भन त ल। जानु भन्नु न, ल्याडर चढ्न। बाबु ल्याडर चढ, कहाँ हेरेर बस्ने हो त, ल्याडर चढ सानो, चढी हो समाएर चढी हो चढे। यहाँ खेली हो, यहाँ खेली बाबु, उता होइन उता पछि जाने। अब यहाँ खेली बसाउनु त त्यसलाई। हो समाउ, यहाँ समाउ, हो यहाँ पनि समाउ। जानु त्यहाँ तल जानु के तपाईँ तल। ल आऊ उठे। ल्याडर चढ्ने अरे।
आऊ आऊ पापा समाउनुहुन्छ आऊ यहाँ आउनु रे क्या तपाईँ यहाँ आऊ बिस्तारै आऊ त्यसलाई चिप्लाइदिनु के समाएर चिप्लाइदिनु हो समाउ रोप समाउ हो गुड कुचुक्क पऱ्यो त्यो त समाउ समाउ रोप समाउ के खेल्छ अब उतै ल्याडरबाट चढ हो ल्याडर चढ ल्याडर चढेर उतापट्टि चढ चढ त हेर्नु हेर्नु है त्यसको खुट्टा हुन्छ अगाडि बाबु अगाडि आऊ आऊ केही हुन्न पापा समय समय केही हुन्न आऊ आऊ ए आऊ 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 सानो हेर्नु डराएको थियो बिस्तारै चिप्लाइदिनु उसलाई ल्याडरबाट आउन मन छ कि ल्याडरबाट आऊ ओए दादा आऊ बिस्तारै आऊ बिस्तारै बाबु ल्याडर चढ ल्याडर बाबु कुन्टु झरू झरू हो झर ल्याडर झर त हो ल भित्र बस भित्र बाबु यता आऊ यता यता सानो आऊ यहाँ आऊ आऊ हो चढी यहाँ हो अझै यहाँ आऊ यहाँ यता यता कुन्टु यता बिस्तारै नजाउँ बिस्तारै आऊ यहाँ ल बसी 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 गर बसी बसी गर हो आऊ चिप्ल्यो अगाडि ल समाउ उसलाई उहीँबाट आउन मन छ अब अर्को अब अर्को अर्को ल चढ
भित्र जा बाबु पछि पछि हो पस पहिला दिनले जान्छ अनि थाहा हुन्छ ल पहिला दिनले ल जान्छ बाबु ल ऊ दिन जानुहुन्छ हेर ल ऊ हेर दिदी कसरी जानुहुन्छ यता ऊ हो जाऊ जाऊ तिमी पनि पस यसरी जाऊ जाऊ म्याउ भनेर म्याउ भनेर बाबु आऊ म्याउ म्याउ आऊ म्याउ 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 भयो अब ए बस बस है खाल्टो छ है त्यहाँ सामान फेरि आउनु फेरि आउनु यसलाई सबै ट्राई गर्नु मन छ यो ठुलो छ बाबु ठुलो छ यो टिनवाला छ कि आऊ बस तिमी नि उता जाने त्यसको खुट्टा भित्र तेरा धकेल छ म कसरी बाबु झरम तिमी नि त्यो रातोमा जान्छ यता बाबु त्यसले त्यो नानीले ममु भने बाबुले अम्मु सुने हो कि अलि भित्र हाल्नु है त्यसलाई बस बस ग्रीनमा आऊ न बाबु ग्रीनमा होइन ऊ त्यो बाबुलाई भनेको आऊ ऊ चिप्लिन्छ आफै चिप्लिन्छ आऊ पुन्टु आऊ आऊ चिप्लो चिप्ल्यो नव्या
माथि दादालाई नि हाँसो लागिसक्यो बहिनीको खिटिती सुनेर बाबु आफै खेली खेली बाबु आफै खेली खेली